सबैजनालाई जय सीताराम। म आज धनुराशि हुने व्यक्तित्वहरूको मासिक राशिफल जेठ महिनाको राशिफल बताउनका लागि उपस्थित भएको छु। जेठ महिना आर्थिक पक्षमा मिहिनेत गर्नुपर्ने व्यवस्थापनको लागि व्यवस्थापनमा आवश्यक अलिक बढी सङ्घर्ष गर्नुपर्ने स्थिति निर्माण भएको छ र सूर्य र बुधको 6औँ भावमा रहने भएकाले ऋण खर्चमा वृद्धि, प्रतिस्पर्धामा हुने, दैनिक जिम्मेवारीमा पनि सम्बन्धित कार्यमा वृद्धि हुने खालको स्थिति निर्माण भएको छ। आम्दानीका स्रोतहरू पनि केही निर्माण हुने खालको स्थिति निर्माण भएको छ र कामको दबावले बढेर मेहनतबाट अलिकति पन्चिनुपर्ने स्थिति निर्माण हुन सक्छ। तर ग्रहहरूको दृष्टि राम्रो परेको हुनाले केही मात्रामा आफूले आँटेका ताकेका नयाँ अवसरहरू चाहिँ पाउने खालको स्थिति निर्माण भएको छ। खर्चमा वृद्धि होला, अलि आम्दानी पनि केही खुल्ने खालको स्थिति निर्माण भएको छ र भावनात्मक हिसाबले कुनै पनि निर्णय गर्दा एकदम संयमित भएर निर्णय गर्दा एकदम राम्रो हुने स्थिति निर्माण भएको छ र महिनाको दोस्रो सातादेखि केही कार्यमा सुधार हुने, कार्यमा केही सुधार आउने खालको स्थिति निर्माण भएको छ र वैवाहिक जीवनको दृष्टिकोणले हेर्दाखेरि, वैवाहिक जीवनको लागि हेर्दाखेरि जीवनसाथीसँग सम्बन्ध केही समझदारीपूर्ण रहने र केही अलिकति भावनात्मक निकटता आउने खालको स्थिति निर्माण भएको छ। अलिक ख्याल गरेर अगाडि बढ्दा राम्रो हुने स्थिति निर्माण भएको छ र सम्बन्धमा विभिन्न अवसरहरू जुट्ने खालको स्थिति निर्माण भएको छ र विभिन्न कार्यहरूमा अलिकति सचेत भएर काम नगर्दा अलिकति झमेलाहरू मध्यदर हुने स्थितिहरू निर्माण भएको छ। त्यसरी अलिकति ख्याल गरेर अगाडि बढ्दा एकदम राम्रो हुने स्थितिहरू निर्माण भएको छ र पढाइ लेखाइमा हेर्दाखेरि अलिकति मिहिनेत गर्नुपर्ने लक्ष्य प्राप्तिको लागि केही मिहिनेत गर्नुपर्ने स्थितिहरू निर्माण भएको छ र अलिकति आफ्नो कार्यमा अलि सावधानीपूर्वक गर्दाखेरि कार्यमा केही सफलता निर्माण गर्ने स्थिति निर्माण भएको छ। पढाइ लेखाइमा पनि अलिकति मिहिनेत गर्दा राम्रो परिणामहरू पाउने खालको स्थिति निर्माण भएको छ र जागिरको क्षेत्रमा पनि मध्यम मध्यम स्थितिहरू निर्माण भएको छ। प्रतिस्पर्धामा अलिकति मिहिनेत गरेर अगाडि बढ्नुपर्ने स्थिति निर्माण हुनसक्छ र समस्याहरूको समाधानहरू पनि बाटाहरू खुल्ने स्थितिहरू निर्माण भएको छ। कामहरू सँगसँगै समस्याहरू पनि आउने तर समाधानको बाटा पनि निर्माण हुने खालको स्थिति निर्माण भएको छ। रोग कष्टको हिसाबले हेर्दाखेरि सामान्य रुगाखोकी, टाउको दुख्ने समस्या र शरीरमा केही आलस्य हुने खालको स्थिति निर्माण भएको छ र शरीरमा केही घाउ खटिराहरू आउने स्थितिहरू निर्माण हुनसक्छ। त्यसैले अलिक ख्याल गरेर अगाडि बढ्दा हजुरले राम्रो हुने स्थिति बनेको छ।